नमस्ते, म रिजन पौडेल, सिनियर माइक्रोबायोलोजिस्ट र हेल्दी लाइफ कन्सल्टेन्ट। होल बडी चेकअपको विषयमा म यहाँलाई छोटकरीमा केही कुरा जानकारी दिन गइरहेको छु। होल बडी चेकअप ओम आरोग्य हेल्थ केयरभित्र हरेक शुक्रबार र शनिबार नियमित रूपमा हुने कार्यक्रम हो। बिहानको खाली पेटमै गर्नुपर्ने जाँच भएको कारणले यसको समय भनेको बिहानको 7 बजेदेखि बिहानको 11 बजेसम्मको समय उपयुक्त रहन्छ। र होल बडी चेकअपभित्र के जाँचहरू हुन्छ त, त्यो विषयमा म यहाँहरूलाई छोटकरीमा जानकारी दिन्छु। होल बडी चेकअप अन्तर्गत रगतबाटै गर्ने जाँचहरू मध्ये लिभर फङ्सन टेस्ट, कलेजोको जाँचहरू 8 किसिमको हुन्छ, बेसिकली लिभर इन्जाइम सम्बन्धीको। त्यसै गरी किडनी फङ्सन टेस्ट अन्तर्गत मृगौला सम्बन्धीको पनि विभिन्न जाँचहरू छ। लिपिड प्रोफाइल अन्तर्गत 6 किसिमको कोलेस्ट्रोल भनेको रगतमा भएको बोसोजन्य तत्त्वहरू र खराब बोसोजन्य तत्त्वको कारणले मुटुलाई कुनै किसिमको जोखिम छ कि छैन त्यो समेत थाहा हुन जान्छ। त्यसै गरी थाइरोइड हर्मोनको 3 किसिमको जाँच, हाड जोड्नीको जाँचहरूमा युरिक एसिड, क्याल्सियम, बाथरोग सम्बन्धीको जाँच र भिटामिन डी को जाँच पनि पर्दछ। सुगरको जाँच, दिशा र पिसाबबाट हुने कमसेकम 20 किसिमका जाँचहरू लगायत ग्यास्ट्रिक, अल्सर, अपच गराउने एक किसिमको कीटाणु हुन्छ जुन पानीकै माध्यमबाट सर्छ, एच पाइलोरी भन्छौँ, हेलिकोब्याक्टर पाइलोरी, पाइलोरीको एन्टिबडी जाँच। त्यो सँगसँगै हेपाटाइटिस बी, हेपाटाइटिस सी र एचआइभी सम्बन्धीका जाँचहरू। हाम्रो मृगौलाले चाहिँ रगत प्रशोधन गर्ने क्षमता कस्तो छ, इजिएफआर सम्बन्धीको जाँचहरू। कम्प्लिट ब्लड काउन्ट अन्तर्गत हाम्रो इम्युन सेल्सहरू, रोगसँग लड्ने क्षमता भएको सेल्सहरूको अवस्था के छ, जसभित्र चाहिँ सेतो रगतको अवस्था मात्रा, रातो रगतको अवस्था मात्रा, हेमोग्लोबिन, प्लेटलेट्स, सङ्क्रमण भएपछि हामीलाई आवश्यक पर्ने रिकभरी, सेल्फ रिकभरी सिस्टममा आवश्यक पर्ने प्लेटलेट्स चाहिँ सम्बन्धी जाँचहरू। त्यो सँगसँगै अल्ट्रासाउन्ड, भिडियो एक्सरेबाट हामीले पेटभित्रका सम्पूर्ण जाँचहरू जस्तो लिभर किडनीको सेप, साइज, स्ट्रक्चर, पोजिसन, पित्तथैली, पत्थरी, हर्निया, विशेष गरी पुरुषको हेर्नुपर्ने प्रोस्टेट जुन 26 ग्रामभन्दा तल हुनुपर्छ, महिलाहरूको पाठेघर सम्बन्धीको जाँचहरू लगायत इलेक्ट्रोकार्डियोग्रामबाट मुटुको जाँच अनि दाँत र आँखाको जाँच। यो सम्पूर्ण जाँच गर्नको लागि लगभग 1.5 घन्टाको समय लाग्छ पहिलो दिन, र जाँच गरेको भोलिपल्ट यो होल बडी चेकअपको रिपोर्ट आउँछ र रिपोर्ट सँगसँगै डाक्टर साहबले रिपोर्ट चाहिँ परामर्श गर्नुहुन्छ, आवश्यक परामर्श गर्नुहुन्छ। डाक्टर साहबले रिपोर्टको परामर्शको शुल्क सहित जम्मा यसमा लाग्ने खर्च भनेको 4000 रुपियाँ मात्रै हो। यसबाहेक औषधि यदि कसैलाई प्रयोग हुन्छ भने त्यसको चाहिँ छुट्टै नै खर्च लाग्ने हुन्छ। समग्र हामीले चाहिँ ओम आरोग्य हेल्थ केयरभित्र रोग भन्ने कुरालाई